नमस्कार। आजको यस समारोहलाई अध्यक्षता गर्नुहुने आदरणीय इन्दिरा प्रसाईज्यू, मुख्य अतिथि, समालोचक श्रद्धेय सर वासुदेव त्रिपाठीज्यू अनि मञ्चमा आसीन सबैलाई आफ्नो सम्बोधनमा राख्दै, यहाँहरू सबैलाई सम्बोधनमा राख्दै म आफ्नो कुरालाई अगाडि बढाउन चाहन्छु। नेपालसित मैले काम गरेको धेरै अनुभव छ मसित, तर नेपालसित काम गर्नु धेरै गाह्रो छ। तपाईहरुको कार्यशैलीको रिदमलाई, टेम्पोलाई समाएर काम गर्नु सहज छैन। कहिलेकाहीँ यस्तो समय सकस ल्याइदिन्छ। जगदम्बाको बृहत नेपाली साहित्यको इतिहास लेख्दा मैले आदरणीय सर माधव पोखरेल सर, दयाराम सर, चूडामणि बन्धु सरहरूको मार्गनिर्देशनमा काम गर्ने मौका पाएँ। जब भारतको नेपाली साहित्यको इतिहासमा मैले अलिकति सम्पादनको भार लिएकी थिएँ। उहाँहरूको जुन एउटा काम गर्ने संस्कार छ, यसलाई म संस्कार भन्न चाहन्छु। त्यो संस्कार ठ्याक्कै आएर नई एकाडेमीको इन्दिरा प्रसाईज्यू अनि नरेन्द्र प्रसाईज्यूमा पनि त्यही संस्कार मैले पाएँ र मलाई धेरै गर्व लाग्छ। किनभने नेपालबाट जे जति पनि काम हुन्छ त्यो ठोस काम हुन्छ। गत वर्ष मात्रै प्रमोद प्रधान सर यहाँ हुनुहुन्छ कि अन्तर्राष्ट्रिय नेपाली बाल साहित्यको सम्मेलन भएको थियो। त्यसमा हामीले कार्यपत्र प्रस्तुत गर्नुपर्ने थियो। एउटा डेडलाइन दिएको हुन्छ, त्यो डेडलाइनबाट न तल न माथि। यस कारणले गर्दा हामी कहिलेकाहीँ अल्छे गर्ने मान्छेहरूले चाहिँ नेपालसँग काम गर्छु भनेर आँट नगरेकै राम्रो भन्ने लाग्छ। किनभने कतिपय असाइनमेन्टहरू मैले विथड्र पनि गरेकी छु नसकेर, त्यो डेडलाइनलाई पार गर्न नसकेर। र जब म फर्केर यहाँ आउँछु, अब यो 10 वर्ष लामो पुरानो कार्यपत्र लेखेर हामीले पठाइसकेकी, त्यस्तै प्रकारको डेडलाइन उहाँहरूबाट पनि थियो, नई एकाडेमीबाट पनि थियो। 10 वर्षपछि अब हामीले बिर्सिसकेका थियौँ यो काम। किनभने म त सिक्किम विश्वविद्यालयमा मात्र काम गरेकी 14 वर्ष भइसक्यो। 2012 मा मैले सिक्किम विश्वविद्यालयमा म प्रवेश गरेकी हुँ। र जब 10 वर्ष अगाडि या त्योभन्दा अलिक कम समय अगाडि मैले कार्यपत्र पठाएकी र त्यो छापिन्छ भन्ने खबर मैले जब उहाँहरूबाट पाएँ, मलाई लाग्यो र मैले नरेन्द्र प्रसाईज्यूलाई फोनमा भने कि मैले लेखेको सबै डेटाहरू त पुरानो भइसकेको छ, यो ठिक हुन्छ होला र दाइ, मैले भने। उहाँहरूले त मभन्दा अघि सोचिसक्नु भएको रहेछ। सुर्ता नगर्नु बहिनी, हामी तपाईहरूले जम्मा गरिसकेको फेरि त्यो कार्यपत्र पठाउँछौँ र तिमीहरूले हामीले भनेको समयमा चाहिँ यो रिराइट गरेर, अपडेट गरेर पठाउनुहोस् भन्नुभयो। अनि जे जति मैले अपडेट गर्नु कोसिस गरेको छु, म त्यसमा सन्तुष्ट छु। किनभने अहिले सिक्किम विश्वविद्यालयको बारेमा अलिकति म जानकारी दिन चाहन्छु। सिक्किम विश्वविद्यालयको चाहिँ 2007 सालमा स्थापना भएको हो। यो एउटा केन्द्रीय विश्वविद्यालय हो, सिक्किमभित्र स्थापित। र यसको चाहिँ अहिले घडी वर्तमानमा चाहिँ 2वटा क्याम्पस स्थापित भएको छ। एउटा चाहिँ जो टेम्पोररी बेसिसमा गान्तोकमा विभिन्न बिल्डिङहरूलाई रेन्टमा लिएर सञ्चालन भइरहेको थियो। अनि 2022 देखि चाहिँ हामी आफ्नो पर्मानेन्ट क्याम्पसमा सरुवा भयौँ र अहिले नेपाली विभाग चाहिँ 6वटा विभागहरू त्यहाँ सरुवा भइसकेको छ। त्यसमा नेपाली विभाग एउटा भयो र यो सरुवा भएर हामीले त्यस ठाउँमा गएर के कति चुनौतीहरू भोग्यौँ, के कति चुनौतीहरूलाई हामीले सामना गर्यौँ, त्यहाँसम्मको अपडेट मैले दिन सकेकी छु। र यो केवल सम्भव भएको
इन्दिरा म्याडम अनि नरेन्द्र प्रसाईजीको कारणले मात्र यो सम्भव भएको हो। अनि उहाँहरूसँग काम गर्दा मैले अलिकति समय लिएँ। उहाँहरूसँग काम गर्दा के हुन्छ भने हामी सधैँ वाट्सएप हेर्दैनौँ, सधैँ मेल त चेक गर्दैनौँ। कहिले पठाइसकेको हुनुहुन्छ तुरन्तै फोन आउँछ, बहिनी यो भोलि बिहानसम्म पठाइसक्नुपर्छ। अनि त्यसो हुँदाखेरि चाहिँ त्यो उहाँहरूको काम गरेको टेम्पोलाई हामीले याद राखेर अगाडि बढ्नु धेरै गाह्रो छ। तर यो काम हामी सबैले एउटा सहकार्यमा गर्न सक्यौँ र म धेरै बधाई दिन चाहन्छु नई एकाडेमीलाई। अब यसको म सेकेन्ड भर लिन चाहे। यो एउटा जुन आलेखको एउटा पुस्तक प्रकाशित भएको छ, यो चाहिँ दस्तावेजीकरण भएको छ। डकुमेन्टेसन भन्ने ठुलो काम चाहिँ नई एकाडेमीले गर्नु परेको छ। हामीले अब कुनै पनि विश्वविद्यालयबारे त्यसको पठन पाठनबारे जान्न चाहन्छौँ भने हामीले कसैसँग मौखिक रूपमा कुनै डाटा लिनु पर्दैन। यसलाई सोझै यो पुस्तकलाई हामीले पल्टाएर हरेक डेटा, हरेक इतिहास, हरेक त्यसको स्थापना, पठन पाठनको हरेक थोकहरू हामीले यो पुस्तकबाट उपलब्ध गराउन सक्छौँ, गरिएको छ यो पुस्तकले, जहाँसम्म मलाई लागेको छ। यस कारणले गर्दा प्राज्ञिक तौरमा यस पुस्तकको महत्त्व चाहिँ कहाँ छ भन्दा, प्राज्ञिक तौरमा यो पुस्तकको महत्त्व चाहिँ हामी जब शोध गर्छौँ त्यति बेला बारम्बार यसलाई हामीले शोध ग्रन्थको रूपमा प्रयोग गर्न सक्छौँ। र जुन प्रकारको हामीले साइटेसन गर्छौँ हाम्रो रिसर्चहरूमा, त्यो साइटेसन बारम्बार भएको कारणले गर्दा भोलिको दिन भाषा र साहित्यमा पनि हाम्रो इन्फ्याक्टको मार्क्सहरू बढ्न सक्छ। र यस कारणले गर्दा पनि यस पुस्तकको महत्त्व छ भन्दै मैले मेरो छोटो भनाइलाई यहीँ राखेँ। सबैलाई म धेरै धेरै बधाई दिन्छु अनि यस अवसरको निम्ति पुनः इन्दिरा म्यामलाई धेरै धेरै धन्यवाद, आभार।